ब्रह्मा मुरारी स्त्रीपुरान्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुर्च शुक्र शनि राहु केतव सर्वे ग्रहा शान्तिकरा भवन्तु। नमस्कार, कार्यक्रम तपाईको आजमा यहाँहरुलाई हार्दिक स्वागत छ। शुभारम्भ गर्दैछु आजको पञ्चाङ्गबाट। विक्रम संवत 2072 साल पुष महिनाको 25 गते आज शनिबार, ईस्वी सन् 2016 जनवरी महिनाको 9 तारिक, शका संवत 1937, किलका संवत्सर दक्षिणायन हेमन्त ऋतु, नेपाल संवत 1136 थिलागा, पुष कृष्ण पक्षको चतुर्दशी तिथि रहेको छ। बिहान 7:47 उपरान्त अमावास्या। यस्तै नक्षत्रमा मूल रहेको छ बिहान 10:27 त्यसपछि पूर्वाषाढा। युगमा ध्रुव रहेको छ। अपराह्न 2:59 उपरान्त व्याघात रहनेछ। करणमा शकुनी रहेको छ बिहान 7:47 त्यसपछि चतुष्पद रहनेछ। साँझको 7:44 उपरान्त नागकरण। आनन्दादिमा गदयोग। चन्द्र राशि धनु रहेको छ। काठमाडौँमा सूर्योदय समय बिहान 6:58 अनि सूर्यास्त समय साँझको 5:24। यस आधारमा आजको दिन 26 घडी 5 फलाको रहनेछ। दर्श श्राद्ध। निशी बार्ने औँसी आजै परेको छ र शनिबारको दिन धेरै काम क्रियाकलापलाई बारका हिसाबले अलिक कमजोर दिन र चतुर्दशी तिथि उपरान्तको अमावास्या दुवै तिथि कमजोर छन्। दुवै तिथिमा विशेष कामहरू गर्न शुभ हुँदैन र मूल नक्षत्र उपरान्तको पूर्वाषाढा यी नक्षत्रहरू पनि कमजोरै देखिएका छन्। सम्बद्ध मुहूर्त विचार गरेर मात्र नयाँ काम शुभारम्भ गर्नुपर्ने स्थिति हुन्छ। तिथि कमजोर भएको हुनाले आजको दिन विशेष कामलाई धैर्य गर्नु राम्रो हुनेछ। धनु राशिमा चन्द्रमा भए पनि यो चन्द्रमा मात्र यात्रा गर्नका लागि उपयुक्त हुँदैन। अन्य पक्ष कमजोर भएको हुनाले आजको दिन पर्खनु नै श्रेयस्कर हुन्छ। यो जानकारी पछि आफूलाई पालो रहेको छ राशिफलको। मेष राशि। मेष राशिलाई परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। गोपनीयतामा ध्यान पुर्याउनु होला। वृष राशि। वृष राशिलाई पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ र सानातिना घरेलु काममै अल्झनु पर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनु पर्नेछ। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइ लेखाइमा पनि समय दिन नसकिएला। आश्वासन दिएर झुक्क्याउनेहरूले सताउन सक्छन्। सजग रहनु पर्नेछ। मिथुन राशि। मिथुन राशिलाई विभिन्न सहयोग र उपहार प्राप्त हुने दिन्छ। आय आर्जन पनि राम्रै हुनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको अवसर समेत प्राप्त हुन सक्छ र आजको दिन यहाँका लागि फाइदाजनक हुनेछ। कर्कट राशि। कर्कट राशिलाई रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ र व्यापार लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा जुट्नेछ। ईर्ष्या गर्नेहरूले केही बाधा पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ। अवरोध पन्छाउँदै काम सम्पादन गर्न सकिने दिन्छ। सिंह राशि। सिंह राशिलाई समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साथी संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ। कन्या राशि। कन्या राशिलाई अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति
आफ्नो लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन् र महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जग्गा जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। काममा अरूको भर पर्दा धोका हुन सक्छ, सजग रहनुहोला। तुला राशि तुला राशिलाई सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। एक्लो प्रयासबाटै धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। वृश्चिक राशि वृश्चिक राशिलाई काम र पठन पाठनमा लगनशील बन्न नसक्दा अरूले आलोचना गर्न सक्छन्। तपाईको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सजग रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट पनि लाभ हुनेछ। काम रोकिनुका साथै मान सम्मानमा आघात पुग्न सक्छ। फाइदा कम मात्र हुने देखिन्छ। धनु राशि धनु राशिलाई प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छा शक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समय सापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ र परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने दिइन्छ। मकर राशि मकर राशिलाई समयमा होस नपुग्नाले खर्च मात्र बढ्नेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई व्यवस्था गर्दा दुःख पाइनेछ र परिवारजनबाट टाढिनु पर्ला। आफ्नै कमजोरीले विवादमा पर्ने सम्भावना छ। सदाचारीहरूलाई मात्र समय उत्साहजनक रहन सक्छ। कुम्भ राशि कुम्भ राशिलाई उठ्नुपर्ने रकम हात लागि हुनाले तत्कालका समस्या टर्नेछन्। व्यापार व्यवसायमा सामान्य फाइदा प्राप्त हुन सक्छ र अरूका लागि उपयोग भइने समय छ। श्रमको समुचित मूल्याङ्कन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्नेछ। लगानीको प्रतिफल कम मात्र पाइनेछ। यस्तै अरूको भरण पोषणमा खर्च हुन सक्छ। मालमत्ता समेत हराउन सक्छन्, सजग रहनुहोला। मीन राशि मीन राशिलाई कीर्तिमानी कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापार व्यवसायमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। हजुर, यो जानकारीका साथै कार्यक्रम तपाईको आजका लागि बिदा हुने बेला पनि भएको छ। यहाँहरूको दिन मङ्गलमय बनोस्। शुभ बिहानी, नमस्कार।